यो जुन तराईमा जुन चाहिँ यो जुन लागू गरिरहेको छ नि यो जुन चाहिँ लागू गरेको छ नि यो जुन स्क्रिनमा भएको यो चाहिँ तपाईँको हाम्रो दार्जिलिङ पाहाडमा पनि लागू हुनुपर्छ है गाइस। म चाहिँ त्यही भन्न चाहन्छु कि नत्र चाहिँ यसले चाहिँ जुन पुरानो क्याडरहरू चाहिँ जुन अब जुन अहिले आएको जुन जितेको जुन पार्टी छ त्यो पार्टीमा पस्यो भने चाहिँ झन् तस नस गर्छ किनभने झन् करप्सन बढाएर जान्छ होइन। म चाहिँ भन्न चाहन्छु के छ भन्दाखेरि जुन पुरानो क्याडरहरू छ जुन भ्रष्टाचारीहरू छ होइन जुन भ्रष्टाचारी लिडरहरू छ हौ तिनीहरू चाहिँ फेरि त्यो जुन अहिलेको जुन नयाँ अहिले पार्टी छ त्यो पार्टीमा पस्यो भने चाहिँ सबै ध्वंस पार्छ नि यिनीहरूले झन्। त्यो पुरानै जस्तो कथा क्या अब पुरानै कथा अब के भन्दाखेरि तपाईँको भ्रष्टाचार पुरा भन्छ नि अब जुनै जोगिया पनि कानै चिरेको भने जस्तो हुन्छ। जनताको मनबाट चाहिँ एकदमै जनताको उयोबाट मनबाट चाहिँ एकदम भरोसा विश्वास चाहिँ एकदमै उड्ने छ क्या उड्छ। त्यहाँनिर कसै कुनै पनि पार्टीलाई चाहिँ के अरे विश्वास गर्दैन जनताले चाहिँ।